आज सो अहिले चाहिँ हामी इटरी जाँदैछौँ यहाँ मसँग हुनुहुन्छ हेलो गीता मनिषा हेलो हाई स्मृति हेलो हामी सबैजना स्कुल फ्रेन्ड हो आज चाहिँ कसरी यस्तो भयो भन्दा चाहिँ हामी चाहिँ खासमा दुईजना स्कुटीमा जान आँटेको थियौँ बट पानी पर्यो क्या पानी परेर चाहिँ यस्तो भएर चाहिँ हामी टेम्पोमा 4 जना चढेर चाहिँ अहिले जाँदैछौँ अहिले चाहिँ धरान पनि कटेको छुइनँ सो त्यहाँ पुगेर देखाउने सोचेरलाई कि वाचिङ अहिले चाहिँ हामी विश्वकर्मा मन्दिरमा नमस्ते सो साथीहरू के भन्न चाहन्छौ कस्तो हुँदैछ यहाँको यात्रा अमेजिङ टुर एकदम दुःख साथ जाँदैछौँ काखमा बसी यो यस्तोलाई दुःख भन्दैन क्या यस्तोलाई एकदम लक्की भनिन्छ यस्तो बारम्बार हामीले फिल गर्न पाइँदैन नि त कि होइन बिजी भयो हामी जानुपर्ने 2 बजे 4 बजी लाग्छ प्लिज बेहुली पर्खिनु हामीलाई बेहुलीले फोन गरेर है कहाँ चिज कहिले आउँछस् भन्यो भने चाहिँ हामी चाहिँ के हो क्या केटीहरूको जहिले यस्तै क्या अनि कस्तो केटीहरूलाई चाहिँ के गर्दा कस्तो गर्दा ढिलो भइजाने छिटो जान्छु भन्दा पनि अब यस्तै त हो नि होइन सो त्यहाँ गएर देखाउने छु बिचमा चाहिँ मलाई क्लिप हेर्नु मन लागेर गाडी गीता देखाउँ भनेको अनि क्यामेरामा पनि कुरा गर न हौ यहाँ मेरो अलिक क्लिप बढ्छ क्या हामी एक्साइटेड छौँ है अस्तिलाई भेट्न हामीले अब गेट टुगेदर पनि हो नि त होइन 4-5 years त भयो होला 3 years जति त भयो होला हामीले एसएलसी दिएको चाहिँ हामीले 10 वर्ष त भयो है 10 वर्ष हामी पनि बुढी भएछौँ हो के साह्रो हौ भन तर आफूलाई बुढी ठान्नु पहिला सँगै पेन्सिल साटो अब के साटो कहिले काहीँ चाहिँ पेन्सिल चाहिँ यता पछाडि राख्दो रहेछौँ है अनि खोजेका पेन्सिल कहाँ हरायो भनेर यस्तै हो आज चाहिँ म एकदमै एक्साइटेड छु साथीको बिहे एटेन्ड गर्नलाई कम्फर्टेबली बस्छ गाईहरूको पनि फाइट हुँदो रहेछ गाई गोरुको यस्तो के चाहिँ चित्त बुझेन छ हो यिनीहरूलाई चाहिँ केमा बाजेको होला है मौसमले च्यालेन्ज गर्यो के साह्रो भन घाँस पनि जङ्गलमा टन्नै हुन्छ त केमा चाहिँ बाजेको पैसा भन्नु भने पैसा चाहिँदैन गर्लफ्रेन्डलाई जिस्काए जस्तो छ क्या हामी यहाँनिर स्पटमा आइसकेको छौँ सो हियर इज माई बेस्ट अनि उता चाहिँ हुनुहुन्छ जय ल वेलकम छ तपाईँहरूलाई मेरो भ्लगमा प्लिज लाइक एन्ड सब्सक्राइब टु माई च्यानल उता केटाहरू हाँस्दै रहेछ सो अहिले चाहिँ हामी आइसकेको छौँ सो एकदमै खुसी एक्साइटेड भइरहेको सरी साथी अलिकति है पानी परेर हो क्या त्यहाँदेखि ल लेट्स विल इन्जोय नाउ थ्याङ्क यू सो मच वेलकम दिनेश के साह्रो लजाको आज त राम्रो कुरा मलाई पहिलेको फ्ल्यासब्याक क्या अब पहिले हामीले सँगै टाइम स्पेन्ड गरेको र अनि अहिले अब म्यारिड होइन
माया बेसी भएको छ बेला कन्सर्टमा माया बेसी भएको मैले प्रतिका दामी यस्तो राम्रो प्रस्तुतिको लागि धन्यवाद ल स्टार्ट Congratulations, Hospital. Happy married life. ल खाऊ खाऊ न फर्स्टलाई खै भनेको Hi, Lord.
अब चाहिँ हामी यहाँदेखि ज्वाइँले के गर्यो भने चाहिँ होइन अब हामी अस्मितालाई पनि बिदा गरेर अब चाहिँ कति 7 बजीतिर त्यही त जानु आँटेको अघि स्मृतिलाई सोध स्मृति कस्तो लाग्यो रमाइलो लाग्यो अनारै देख्दैन रहेछ कि त्यही त अँध्यारो छ क्या यस्तै हो हामी दिनमा थियौँ रात परिसक्यो तर भन्दै थियौँ हाँस्दै फर्किने यस्तो हुन्छ कि साथीहरूलाई भेट्दा होइन दाँत मात्रै जे भयो भने बोलेको सुन्नुहुँदैछ होला यस्तै हो अँध्यारोमा होइन अब अब त पानी पनि रोकिएछ है पानी पर्दै आएको थियौँ पसिना सरीको जाँदैछौँ गाह्रो भएछ ओके हाङ्सु नाइस टु मिट यु मेरो भ्लग अब एन्डिङ हामी त भेट्छौँ केटाहरूलाई पनि बाई बाई रोशन बाई बाई गाइस यहाँ हेर्नुहोस् मच्छरको खानी रहेछ यहाँ चाहिँ हामी चाहिँ अलिक रात पर्यो नि त बस्दा बस्दै अब साथीहरूले बस खाएर कसरी निस्किनु नाच्ने भन्छ होइन त्यसरी यति अलि राति राति भयो अनि आउँछु त के हो भन्छु त अनि यस्तो डल्लो परेर पो मच्छर बसेको हुँदो रहेछ हौ राम 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 इटरीको मान्छेहरू चाहिँ कसरी बस्छ होला हौ यो टेम्पोभित्र मात्र आउने हो कि केटीहरूले चाहिँ यहाँ फोन बिर्सेर फोन लिएर आएको झन्न पाएछ है त्यही थियो कस्तो म त तिम्रो र मेरो सँगै रहेको थिएँ नि त त्यही भएर त्यही त म चाहिँ फेरि उयो भिडियो गर्नुको लागि मैले सुरुमा टिपेँ अनि त्यही छोडेँ नि त मलाई भिडियो गर्नु थालेँ अनि यता ल वी आर गोइङ ब्याक टु आवर ब्युटिफुल नेपाल अरे यहाँ चाहिँ ल साथीहरू अब चाहिँ डाइरेक्ट घर जाने हो होइन एन्डिङ गर्नु पर्यो भिडियोलाई म रिभ्यू दिनुहोस् कस्तो भयो साथीको राम्रो लाग्यो सुरुमा पानी पर्यो अस्मिताले केमा कराईमा भात खाएर डारू चाटेर त्यही भएर पानी चाट गरेर तर हामी पर्वतीय त्यही त नि स्मृति के भनौँ के भन्न चाहन्छु रमाइलो लाग्यो होइन पहिलेको साथीहरू भेट्दाखेरि अनि अब के भने खुसी लाग्यो होइन खुसी लाग्यो साथीको के भयो होइन यसैले लहरे सबैको हो स्मृतिले सही कुरा गर्यो अब नेक्स्ट ब्लगमा चाहिँ स्मृतिको बिहे ल यसै गरी एकजना मात्र होइन मेरो रिभ्यू त के भन्नु होइन भइसक्यो त होइन अलिअलि त भनिसकेँ प्रतिका इमोसनल पनि भएको थियो अस्मिता आफ्नो बेस्ट फ्रेन्ड होइन कस्तो भयो भने म चाहिँ बसिरहेको थिएँ होइन मजाले बसिरहेको थिएँ मलाई पनि कस्तो लाग्यो होइन म बसिरहेको थिएँ है त्यतिखेर के फिल भयो तिमीलाई के फिल भयो भने चाहिँ मलाई चाहिँ म बसिरहेको थिएँ नर्मली नै तर मैले जब उतापट्टि हेरेँ नि त्यो नाचिरहेको थियो त्यसको बुढासँग होइन जोइसँग भनौँ न जोइसँग अनि मलाई चाहिँ अब कस्तो लाग्यो भने पुरा फ्ल्यासब्याक जस्तो आयो क्या ब्याक टु ब्याक हुन्छ नि हामीले स्कुल लेभलमा सँगै बसेको सँगै खाएको सँगै एभ्रिथिङ हुन्छ नि अस्मिता र प्रतिहरू चाहिँ एकदम एक मुठो दुई आत्मा हो स्कुलमा त्यस्तो मिलेको है खाजादेखि लिएर के गर्दैन एभ्रिथिङ एउटा मलाई के याद छ भन्दा होमवर्क अस्मिताले गरेको थियो प्रतिकाले गरेको थिएन र अनि दुईजनाले गोदै खाएको क्या देखाएको होइन यतिको मित्रता थियो अब एकजनाले धुलाई खानु पर्यो नि अर्कोले खानै पर्ने क्या त्यसको गल्ती छैन भने पनि क्या होमवर्क गरे पनि लुकाएर दुईजनाले खानु पर्ने त्यही अनि जब मैले त्यो मोमेन्टमा चाहिँ खै के मलाई थाहा छैन यस्तो हुँदो रहेछ अब थाहा भएन मलाई यस्तो मेरो फर्स्ट साथीको बिहे भनेकै त्यसको हेरेको हो मैले होइन
खाँदै के भनेको कस्तो झन् एक्सिडेन्ट भयो यार कस्तो के भयो यार कस्तो भयो भने त्यो मान्छे इन्डिकेटर बालेको थिएन है इन्डिकेटर नबालिकन उता गइरहेको हौ त्यो रङ वे रङ गर् परेर आफूले राम्रो कुदाइरहेको छ भने पनि क्या अरूको मिस्टेकले गर्दाखेरि आफ्नो उयो हुने क्या त्यस्तो काका के भयो फेरि के भन्दैन बिर्से यार त्यहाँदेखि अलिकति इमोसनल भएँ म चाहिँ किनभने त्यो मेमोरिजहरू फ्ल्यास भयो ल त अब ठुलो भएछु लाइक वी आर नाउ म्यारिड त्यस्तो टाइपको हुन्छ नि कस्तो अब बर्डन गर्नै सकिँदैन सो त्यही हो आजको साथीको बिहे खाएर आएँ होइन एकदमै रमाइलो भयो पुरानो साथीहरूलाई पनि भेट्यौँ गीता भयो स्मृति भयो स्मृति त के भेट भइरहेको स्मृतिसँग त मेरो प्रायः जहिले भेट भइरहन्छ होइन अब प्रायः अरूहरूसँग पनि भेट भयो एकदमै रमाइलो भयो अल अराउन्ड के पो भन्छ ए अल के भन्छ लास्टमा के भन्छ So far so good. Thank you. Keep on watching. Don't forget to like, share, and subscribe. to my channel And also comment. Not that comment, but गीता मैले त तिमीलाई असिस्टेन्ट राख्नुपर्छ होला हौ यहाँ बोल्नेमा मेरो घरिघरि निस्किँदैन क्या फ्लोमा मात्रै निस्किन्छ अनि त्यस्तै हो मलाई हानिहाल्यो त्यो चाहिँ म बिक्री भेट्छु है कपाल पनि उडिरहेको कपाल पनि उडिरहेको अरू कसको भएको छ तिमीहरूलाई थाहा छ नि तर स्टुडेन्ट भनेको स्टुडेन्टै हुन्छ है कलेज फ्रेन्डहरू हुन्छ होइन प्लस टूसम्म त अलिक भेटेला तर ब्याचलर पुगेपछि नो फ्रेन्ड क्या जति सक्दो हुन्छ अब कलेज स्कुलमै भेटिँदो रहेछ क्या एउटा ट्रु फ्रेन्ड अब कति वर्ष हाम्रो सबै थाहा छ नि उनीहरू कतिखेर रिसाउँछ कतिखेर हाँस्छ अनि अब हामी सुन न अब कोही कोही त 10 वर्ष पछि भेट्नेहरू पनि थियो नि त होइन अब सेम छ र पनि अब अनि तिनीहरूले हामीले लाइफमा जहाँ पुग्यो नि बिल्ला हान्नु चाहिँ कहिले छोड्दैन त्यही पनि झन् अब स्कुल लेभलमा त अलिक लुतो अहिले अलिक मोटाएको छ आमामा मोटायो भनेर होइन तर त्यो माया हो उनीहरूको होइन त्यही बुझ्नु होला नि माया हो कि होइन माया त होइन पिल्ला हो मैले चाहिँ यो भ्लगलाई यही टुङ्गाउन खोजेँ टुङ्गाउन चाहेँ यस्तै हो एकदम हिरोइनै फिल भइरहेछ तर लट्ला पऱ्यो सो एकदमै मजा आयो यस्तै हुँदो रहेछ साथीको बिहे भनेको चाहिँ फर्स्ट टाइम फिल गर्न पायौँ एकदम रमाइलो भयो नाच्यौँ होइन सो